खिल निकाल्ने वर्ष कस्तो रहनेछ के हो खास भन्न खोज्नु धेरै तपाईँ हामी सबैले नागरिकका रूपमा समाजमा, तपाईँले पत्रकारका रूपमा, मैले पूर्व पत्रकारका रूपमा, अहिले नेताका रूपमा र समग्रमा नागरिकका रूपमा हामीले देखेका विसङ्गति व्यथितिहरूको ठुलो चाङ लागेको अवस्था भएको हुनाले नै नागरिकले यसबाट बाहिर निस्किने प्रयास गरेर हामीलाई चुनेको हो। त्यसले गर्दा ती सम्पूर्ण कुराहरू खिलका रूपमा समाजमा बसेका छन्। चाहे डिस्क्रिमिनेसनको कुराकानी गर्नुहोस्, व्यथितिको कुराकानी गर्नुहोस्, विभिन्न थरीका विभेदहरूको मैले कुराकानी गरिहालेँ। यी सबै त खिल हुने होइन र? त्यसकारणले यस्ता यी खराब क्रियाकलापका खिलहरूलाई निकाल्ने वर्ष हो है यो। त्यसकारणले अलिकति धैर्य गर्नु पर्ला, अलिकति दुख्नु पनि सक्ला कसैलाई। यो एउटा समग्रतामा भनिएको हो, अन्य कुनै त्यस्तो घोचपेचको अर्थमा मैले घोचपेच गर्न छोडिसकेको छु आजकल। एउटा कुरा चाहिँ अन्तिम प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति बुझाउँदा नै स्रोत लेखिएको कलम हुन्छ क्या मेरो विचारमा। जहाँसम्म मलाई पनि याद छ, सम्पत्ति जहाँ बुझाइएको छ त्यो स्रोत छ। नभए पनि त हामीले त छानबिन आयोग बनाइसकेका छौँ नि। छानबिन आयोगले त अगाडिबाट सुरु गर्दै छानबिन गर्दै जान्छ। हामी सबै छानबिनमा परिसक्यौँ नि। छानबिनको TOR जुन छ त्यसमा त हामी त परिसक्यौँ। मेरो त झन् सार्वजनिक बैंक के भन्छ स्टेटमेन्टै सार्वजनिक छँदैछ। त्यसकारणले हामी कोही पनि त्यो कुनै के अरे पब्लिक अडिटबाट पनि बाहिर छैनौँ, कुनै छानबिनबाट बाहिर छैनौँ। अरूलाई जे नियम लागू हुन्छ रासोपाका नेतालाई त्यही हामी कोही अलग होइन।